Welcome back to my channel. It's me Akya and it's me Ayesha. अनि आज हामी के भिडियो गर्दैछौँ त आयशा? आज हामी mukbang plus story time. स्टोरी टाइम चाहिँ कहाँदेखिको हुन्छ भने हाम्रो अस्ट्रेलियाको हामी सँगै बसेर डिस्कस गरेको जर्नीदेखि लिएर नर्सिङको एक्जामदेखिको लिएर भिजा प्रोसेसदेखिको लिएर म्यानिफेस्ट गरेदेखिको लिएर भिजा वेटिङदेखि लिएर अब यो पोइन्ट where we are लिभिङ टुगेदर अनि त्यही हामी सबै भन्छौँ. सो बिस्तारै बिस्तारै भन्नु पार्ट बाई पार्ट. सुरुमा खाऊँ न आयशा दिदीले यति मजाले बनाउनु भएको खानेकुराहरू. हामीसँग चाहिँ छ के हो यो रामेन अनि ससेज अनि अन्डा अनि Coke. अफ कोर्स कोक Coke. कोक जिरो नो प्रमोसन जिरो सुगर हेल्थ कन्सियस ए अनि मेरो कागती बिना रुच्दैन त्यस्तै हो. अनि के भन्नु आएको थियो भने हामी अहिलेको रातिको झन्डै 11 बजे भिडियो बनाउँदैछौँ. 11 बज्न आँट्यो. सो लेट्स इट फर्स्ट गॉड खाइदिउँ अनि त्यसपछि बोलौँला. सस ल्याइदिउँ केचप ल्याइदिउँ. के भन्नु आएको थियो मैले अस्ट्रेलियामा खासमा ससेस मिठो हुँदैन क्या नर्मली यहाँको के होइन. अनि नेपाली पसलमा गएर अनि को चाहिँ मिठो हुन्छ यो चाहिँ त्यस केबाट पर्छ अनि त्यही हामी पल्टेको छौँ. नेपाली पसलमा ससेस पाइन्छ but it's a bit expensive. It's like $14 for तर यत्रो हुन्छ. $14.99 एउटै खाएर अगाउने टाइपको हुन्छ. हामी चाहिँ अनि त्यही खान्छ महँगो भए पनि अब जिब्रो मिठो खान्छ. सुरु गरौँ है त. तिमी सुरु गर. सो हामी चाहिँ 11-12 पनि एउटै कलेज हामी स्कुल पनि एउटै पढेको बट कलेज पनि एउटै पढेको. त्यही हामी चाहिँ कलेज पनि एउटै पढेको अन्त सेक्सन पनि सेम थियो हाम्रो. सेक्सन जे अनि त्यतिखेर चाहिँ हामी अझै क्लोज भएको हो. अनि त्यसपछि चाहिँ आगेर मेरो चाहिँ पहिल्यैदेखि नै एकदम अस्ट्रेलिया गरेर हामी चाहिँ नर्सिङ एक्जाम पनि दिएको हो. दुवैजनाको नाम पनि निस्केको हो. त्यो एकछिन कुराहरू ल. तर हामी चाहिँ दुवैजनाले एकदम अस्ट्रेलिया के अरू देश पनि होइन एकदम अस्ट्रेलिया नै गर्ने दुवैजनाले एकदम म्यानिफेस्ट काइन्ड अफ गरेको कुरा हो. सो अब अहिले त्यो लिभ गर्न पाउँदा खुसी नै छ म. कति कुरा चाहिँ सोचेको जस्तै अहिले भइरहेछ भन्दाखेरि पत्ते पनि लाग्दैन कि लाइक यस्तो सोचेको थियौँ हामीले अनि अहिले यस्तै हुँदैछ लाइफ. तर कति कुरामा है त्यस्तो गाह्रो पनि छ. अस्ट्रेलिया सबैले ड्रिम गरे जस्तो सोचे जस्तो हामीले पनि भिजा आउँदाखेरि ओ माई गड कति खुसी भएको थियौँ. तर अब अहिले उसको पनि 5-6 दिन काम हुन्छ, मेरो पनि 5-6 दिन त्यस्तो हुन्छ. अनि त्यस्तो एकअर्कालाई भेट पनि हुँदैन हाम्रो. तर ह्याभिङ सेड द्याट त्यो इन्डिपेन्डेन्टली बस्दा आफूले आफ्नो हिसाबले काम गर्दा सबै गर्दा भर्खर त 18 वर्षको त भयो. अनि आई फिल लाइक we got a lot to achieve in the years to come. 18 होइन नि हाम्रो एकदम भनेको होइन किन एज भन्ने भनेर. अनि के अरे तर यस्तै हो सुरुमा चाहिँ हामीले सँगै नेम्स पढ्न गयौँ. खासमा नेम्स नै पढ्ने खालको हाम्रो नर्सिङ नेपालमा बसेर गर्ने चाहिँ हाम्रो विचार पटक्कै थिएन. तर अब पनि हामीले ब्याकअप त हुन्छ नि त बाबाले पनि भनेर अनि हामीले दियौँ होइन. त्यो दियौँ अनि त्यो नाम पनि निस्क्यो. त्यो सँगसँगै हामी अब पिटी आइएल्स गरेर प्रिपेयर पनि गऱ्यौँ. अनि अस्ट्रेलियाको भिजा प्रोसेस पनि सुरु भयो. तर उसको र मेरो दुइटै केसमा चाहिँ एकदम लामो समय लाग्यो क्या. एकदम टेन्सन हुँदै एकदम धेरै नै लाइक एक टाइममा त मैले चाहिँ ट्रुली अनेस्टली भन्नुपर्दा मैले चाहिँ होपै छोडिसकेको थिएँ. किङ्स पढ्छु म त किङ्स पढ्छु भन्दै ल म त अब पछि अब नेपालै बस्छु. किनभने मेरो कस्तोसँग भइसकेको थियो भनेको नि मैले नर्सिङ पनि पढ्न मिल्दैन थियो किनभने अब सबै उ गइसकेको थियो नाम निस्केर पनि. अनि अब यो भिजाको डिसिजन पनि आएको थिएन. अनि अब त ल म त न यताको न उताको कति स्ट्रेस कति टेन्सन हुन्छ त्यो सबैलाई थाहा नै होला. त्यस्तै भइरहेको थियो मलाई पनि. अनि त्यसपछि मैले चाहिँ अनि त्यसपछि प्रे गर्दा भएर के चाहिँ गरेन क्या मम्मीले झन् सबै उपाय के गरिन्थ्यो सबै गरेर बल्ल तल्ल मेरो भिजा लाग्यो. अनि त्यसपछि तिम्रो चाहिँ कस्तो भएको थियो? मेरो चाहिँ कसरी भन्दाखेरि
ब्याक अफ माई माइन्ड लाइक मैले नर्सिङको पनि एक्जाम दिएको थिएँ बिकज अफिसको ब्याकअप प्लान त चाहिन्छ नि त तर मलाई चाहिँ फिट्टो मलाई पढ्न पनि मन थिएन मलाई नेपाल लाइक मेरो प्लान बी नै थिएन क्या अनेस्टली मलाई चाहिँ कस्तो थियो भन्दाखेरि मेरो भिजा लाग्छ मेरो भिजा लाग्नै पर्छ टाइपको थियो बिकज आई ह्याड नो अदर अप्सन लुकिङ ब्याक एट इट अब मलाई ओ माई गॉड मेरो भिजा नलागेको भए लाइक मैले इमेजिन पनि गर्न सक्दिनँ कि लाइक म के गर्थेँ होला भनेर बिकज मैले सोचेको अप्सन नहुने चाहिँ होइन फेरि क्या लाइक अप्सन नहुने होइन अप्सन नभएको त होइन तर मेरो चाहिँ ब्याक अफ द हेडमा चाहिँ मेरो चाहिँ लाइक एन्ड गोल टाइपको नै अस्ट्रेलिया नै थियो लाइक अनि अब त्यही नै भयो तर लामो प्रोसेस थियो मेरो पनि आज्ञा गयो तिमी मेमा गएको है केमा गएको मेमा आज्ञा मे गयो जुन जुलाई अगस्तमा अगस्त ठ्याक्क 3 महिनापछि अनि म आएको थिएँ अनि तर होपफुली जसो तसो यताउति जति उ गरेर भए पनि भिजा चाहिँ लाग्यो म चाहिँ त्यसमै खुसी छु कोइन्सिडेन्ट पनि कति हुने उसको मेरो भने चाहिँ दुबईको एकदम लफडा भएर भिजा लागेपछि दुबईको आउने कता अस्ट्रेलिया आएर सानीमाकोमा दुबईको सानीमा अनि मामुको बहिनी सानीमा अनि टच छु उहाँहरू यहाँ भएर यति धेरै सजिलो भयो होइन एकदम धेरै सजिलो भयो कि एकदम थ्याङ्कफुल सधैँभरिको लागि एकदमै मनबाट थ्याङ्क यू सो मच अङ्कल आन्टी होइन अनि एकदम गाह्रो हुन्छ कि लाइक नयाँ मान्छे कोही आएको छ अस्ट्रेलियामा एकदम सर्भाइभ गर्न एक त काम मान्छेले भन्छ ए जे भने त्यही काम हालिदिन्छु त्यस्तो हुँदैन गाइस एकदम मेन्टली प्रिपेयर हुनुपर्छ कति मन्थ्स हुन्छ नि अब ल काम पाएन भने एक त सेभिङ गर्नुपर्ने हुने रहेछ एकदम मेन कुरा भनेको जुन चाहिँ हामीले नेपालमा कतै पनि गर्दैनौँ एकदम हामीले डिपेन्ड हुने नेपालमा काम नेपालमा के काम गरेको छैन कि एक्सपिरियन्स मान्छेसँग के एक्सपिरियन्स पनि छैन नयाँ मान्छेसँग के काम दिने त त्यसमा यति ठग्न खोज्छन् मान्छेहरूले नेपालीलाई त झन् यहाँ आएर भरोसा गर्नु नै हुन्न गाइजहरू जस्तै हुन्छ रेस्टुरेन्टहरू भयो या ग्रोसरीहरू भयो ट्रायलमा बोलाउने मैले सुनेको छु अरूको मैले पनि सुनेको छु धन्न हामीसँग त्यस्तो अहिलेसम्म भएको छैन होइन तर पैसा कम दिने होइन अनि त्यसपछि ट्रायलमा एकदम बोली त्यस्तै हुने त्यस्तो हुन्छ होइन इन्भाइरोमेन्टै अनि अड्केर बसिन्छ कि छोड्न पनि सकिँदैन त्यो काम त्यही भएर एकदमै अब पाउँदा त ठिकै छ गर्नु पनि पर्छ होइन नत्र चाहिँ एकदमै अगाडि जे भन्यो त्यहीमा अप्लाई गर्ने हाइटबाट त्योबाट त्यस्तो गर्नु चाहिँ पर्छ एकदम गाह्रो हुन्छ यहाँनिर नत्र कोही भयो भने चाहिँ अब ट्रस्टेबल खालको मान्छे भयो भने चाहिँ सजिलो हुन्छ यहाँ जस्तै अब आफ्नो मान्छे कोही हुन्छ भने अलिक मन्थ बसेर अनि बुझाइदिनुहुन्छ के गर्दा ठिक हुन्छ डिसिजन कति हामीलाई डिसिजन मेकिङै थाहा हुँदैन नि त कुराहरू थाहा हुँदैन के हो अब कसरी ब्याङ्कमा पैसा हाल्ने सुरुमा केही थाहा एपहरू चलाउन सिक्नु पर्यो गुगल म्याप मजाले नचलाएको मान्छे नेपालमा कहाँ आउँछ गुगल म्याप त्यति चलाउनु केही नआउने मान्छे सबै आएर सिकिन्छ कि लाइक जेरोदेखि सबै हुन्छ नि त्यही भएर मोर इन्डिपेन्डेन्ट विदेश आएपछि इन्डिपेन्डेन्ट त भइन्छ सबै आफैले फाइनेन्सेसदेखि लिएर कसरी सबै कुरा म्यानेज गरिन्छ भन्ने सबै कुरा फिगर आउट गर्नुपर्छ नि त हेर्दाखेरि ठुलो कुरा लाग्दैन तर टाढाबाट हेर्दाखेरि त ठुलो कुरा हो नि त काम जाऊ कलेज जाऊ घर आएर खाना बनाऊ घरको काम गर अझ त्यो त आफ्नो ठाउँमा छ त्यसको फाइनेन्सेस मिलाउनु चाहिँ अझै बिग डिल जस्तो लाग्छ है मलाई चाहिँ म त गरिहाल्छु नि मैले भन्दा नि कसरी गरियो म त गरिहाल्छु नि मेन त यति टाढाबाट फ्यामिलीसँगै बस्दा पनि म जाने अङ्कलसँग बस्ने यति माया गर्नुहुन्थ्यो मेरो घरको मामाहरूको आमा बुवा पनि हुनुहुन्थ्यो मसँग त्यही नि है घरको यस्तो होमसिक हुने नि आमामा म त 1 महिनासँग लिटरली म अहिले पनि कहिले रोइरहेको हुन्छ आइसकेको कामबाट आउँदै हाम्रो त्यस्तो भइरहेको हुन्छ कि इमोसनल ब्रेकडाउन अनि त्यस्तो बेलामा कोही एकदम भन्न अहिले त हामीसँग रुँदा कस्तो त्यो सपोर्ट हुन्छ कि होइन अब साथी जे भए पनि कुराहरू सेयर गर्नलाई भयो यहाँ कसैलाई ट्रस्ट त झन् भगवान् तपाईँहरूले कसैलाई साथी भनेर ट्रस्ट चाहिँ गर्दैन यहाँ आएर चाहिँ एकदम ट्रस्ट रियरली राम्रो खालको साथी पाइन्छ जस्तो लाग्छ है मलाई अस्ट्रेलियामा चाहिँ नपाइने होइन त्यसरी त्यस्तो नेगेटिभ कुरा त गरेको होइन तर एकदम रेयर कुरा जस्तो लाग्छ है मलाई यहाँ आएर त्यो पोइन्ट अफ लाइफमा आएर एकदम ट्रस्टेबल खालको साथी पाउने तर यस्तो सबै मान्छे सेल्फिस हुनैपर्छ आफ्नो लागि होइन सेल्फिस हुनैपर्छ त्यो कसैको गल्ती त्यो त्यस्तो केही होइन होइन तर अब आफू अगाडि बढ्न कति मान्छेले त्यस्तो गर्छन् होइन अब त्यो
अब कसैलाई नराम्रो भनेको या केही भनेको होइन तर यस्तो सोचे सम्झेर कुरा गर्नु चाहिँ अब कस्तो छौँ आइसा म दुबई छु कि कस्तो छौँ भने अब साथी बनाएर त्यस्तो ओभर सेयर गर्ने त्यस्तो चाहिँ गर्नु हुँदैन गाइस ओभर सेयर गर्नु हुँदैन अनि म चाहिँ अस्ट्रेलिया आएर कस्तो छ भन्दाखेरि सबैजनासँग राम्ररी बोल्छु एकदम सबैजनासँग हाँसेर काममा पनि सबैजनासँग तर मेरो एउटा त्यो बााउन्ड्री जस्तो छ म त्यसलाई चाहिँ त्यसमा चाहिँ लाइक क्रस हुन दिने भनेको मेरो नेपालदेखिको साथी छन् उनीहरू 2 जना अनि आज्ञा भइहाल्यो अनि काममा एकजना साथी छ द्याट्स इट म त्योभन्दा बढी म कसैलाई ट्रस्ट अहिलेलाई त्यो गर्नै त्यो म कामलाई कामसँग मात्रै राख्छु कि त्यही नै गर्ने हो खासमा गर्नुपर्ने चाहिँ आफ्नो प्राइभेट लाइफ र वर्क लाइफ त्यो मिक्स गर्नु होइन कि पर्सनल लाइफ र वर्क लाइफ त्यही हो अनि खासमा यस्तो हुन्छ अब हामी कामको कुरा गरौँ है त तिम्रो फर्स्ट कामदेखि भन्दैछौ हाम्रो के भयो भने हाम्रो होइन तिम्रो अघि चाहिँ मेरो फोनको कल आयो या के भएर हो मेरो ऊ भएछ कट भएछ मेमोरी पनि फुल भएर हो जस्तो लाग्यो तर खै थाहा छैन कति समय यो भिडियो बन्यो अब आइसाले चाहिँ कहाँदेखि भन्छ भने आइसा तिम्रो आफ्नो कामदेखि भन मैले चाहिँ फर्स्टमा के भन्छ अरे मैले चाहिँ टोटलमा अहिले अहिलेसम्म 3टा काम गरेको छु 3rd इज माई करेन्ट वर्क द्याट आइम वर्किङ अनि मेरो फर्स्ट काम चाहिँ एउटा एकदम पपुलर ग्रोसरी स्टोरमा थियो इट्स अ चेन वुलवर्थ र कोल्स चाहिँ होइन ल प्लिज अनि त्यसपछि त्यसमा चाहिँ म फर्स्ट टाइम कस्तो नर्भस थिएँ है मलाई चाहिँ म जुन लोकेसनमा त्यो स्टोर थियो मलाई त्यही लोकेसनमा जाऊ भन्नुभएको थियो क्या मेरो अङ्कलले अनि त्यसपछि म गएको थिएँ अनि म मेरो सिभी बोकेर गएको थिएँ क्या अब सिभीमा त के हुन्छ भन न हाम्रो 12 सकाएको के सिभी हुन्छ आरुसीको फास्टफुड चाहिँ अनि त्यसपछि अनि मैले सिभी बोकेर गएको थिएँ अनि तर सिभी चाहिँ हेरेन अनेस्टली भन्नुपर्दा किनभने रेकमेन्डेसन यहाँ चाहिँ रेकमेन्डेसन एकदम चल्छ है यो कुरा चाहिँ अब कसले भन्छ भन्दैन रेकमेन्डेसन चाहिँ यहाँ एकदम ठुल्ठुलो अब कम्पनी यताउतिमा चाहिँ थाहा भएन तर बेसिक तिमीलाई सर्भाइभ गर्नलाई चाहिने अब केमा काम गरिन्छ फुड सर्भिस यताउति त्यो मान्छे चिन्यो भने चाहिँ तिमीलाई काम पाउँछ है अस्ट्रेलियामा त्यति चाहिँ हो कामको चाहिँ कमी छैन है काम चाहिँ पाइन्छ तर मान्छे विन्टरमा चाहिँ पाइँदैन किनभने विन्टरमा सबै यो अब केमा काम गरिन्छ धेरै जस्तो होटलहरूमा काम गरिन्छ रेस्टुरेन्टमा धेरै जस्तो चाहिँ काम गरिन्छ क्लिनिङको काम गरिन्छ क्लिनिङमा त पाइन्छ होइन अनि यसैमा हो नि त अब त्यतिखेर विन्टरमा त अलिक बिजी हुँदैन एनिवेज यति नर्भस थिएँ अनि गएर मैले म्यानेजरलाई भेटेँ अनि त्यसपछि मेरो के डिटेल्सहरू यताउति माग्यो अनि म त्यहाँ काम स्टार्ट गरेँ तर मलाई क्याजुअल सिफ्ट हालिदिएको थियो क्या सो कसैले सिक्कल हान्यो भने कसैले हान्यो भने यताउति गऱ्यो भने मात्रै मलाई सिफ्ट दिइराखेको थियो अनि त्यो भएर चाहिँ आई थिङ्क मैले लाइक लर्न खासै त्यो काम सिक्न पाइनँ क्या किनभने हप्तामा एक दिन त काम हुन्थ्यो त्यो पनि 4-5 घन्टाको के होइन अब त्यो के सिक्छु क्या मैले भन न सिक्ने पनि कसरी सर्भाइभ गर्ने त्यतिमा एन्ड देन टु बी अनेस्ट एभ्रीवन वाज लाइक ओल्डर टु मी यताउति अनि खासै त्यो इन्टरेक्सन पनि हुँदैन थियो अनि कस्तो मलाई चाहिँ अलिक आफ्नै एउटा रेजिस्टर भनेर जस्तै आफ्नो हुन्छ नि त तिमीलाई थाहा छ नि त अनि कस्तो लोन्ली फिल हुने क्या मलाई फेरि पत्तर बोलिराख्नु पर्छ नि त अनि त्यसपछि त्यस्तो हुन्थ्यो इट वाज अलराइट अनि त्यसपछि मैले त काम छोडेको होइन मैले त काम अस्ति भर्खर मैले मेरो टर्मिनेसन लेटर हो कि त्यस्तै के दिएको थिएँ मलाई त्यहाँको म्यानेजरले टेक्स्ट गरेर तर मैले काम चाहिँ छोडेको थिएन तर मैले त्यो एपमा मेरो अभाइलेबिलिटी नै अफ गरिदिएको थिएँ क्या अनि त्यसपछि मैले अर्को ठाउँमा त्यसपछि मलाई त्यहाँ खासै सिफ्ट पनि दिँदैन थियो अनि त्यसपछि मैले अर्को एउटा क्याफेमा काम गर्न थालेको थिएँ त्यो क्याफेमा पनि म एकदम क्याजुअल वर्क गर्थेँ लाइक हुन्छ नि लाइक 9 to 2 टाइपको क्या 4 घन्टा क्या 4 घन्टा 3 दिन 4 घन्टाको सिफ्ट गर्थेँ अनि त्यसमा पनि लाइक कस्तो झ्याउ लाग्थ्यो क्या मलाई त्यो काम म चाहिँ त्यो इन्भाइरोमेन्ट पनि राम्रो थिएन अनि खासै अब नयाँ मान्छे अनि खासै हेप्न भन्दा पनि राम्ररी नबोल्ने भन्नु के हेप्नै खोज्छन् सानो भन्छ एक त नयाँ मान्छे दिएपछि हेप्छन् अनि म्यानेजर पनि लाइक हि वाज नट हि वाज सो खालको भनौँ न अब हि वाज अलराइट तर न माई कप अफ टी खालको भएको थियो त्यसपछि यो कुरा चाहिँ मैले भनेको छैन अझ भन्दैछु मैले 3 महिना भइसकेको थिएँ म अस्ट्रेलिया आएको म मेरो आन्टीसँग बसिरहेको थिएँ थ्याङ्क गड सी वाज हियर अनि त्यसपछि बिकज मलाई केही पनि टेन्सन थिएन होइन अनि त्यसपछि अनि
तर त्यो पोइन्टमा आएपछि आई स्टिल रिमेम्बर क्रिसमसको 2-3 हप्ता अगाडि थियो आई वाज सो डेस्परेट फर अ वर्क सो वाज आज्ञा याद छ कि छैन हाम्रो यति डेस्परेट थियौँ अनि आई फिल लाइक अस्ट्रेलियामा सबैभन्दा गाह्रो काम भनेको चाहिँ हाउसकिपिङ सबैभन्दा गाह्रो काम भनेको हाउसकिपिङ हो गाइस कसैले हाउसकिपिङ गर्न चाहन्छ भने आई सजेस्ट नट टु डु इट तिमीलाई एकदम नेपालदेखि नै कोठा सफा अनि मैले एक्चुअली हाउसकिपिङको ट्रेनिङको लागि म गइसकेको थिएँ बन्डाईमा होइन मलाई त्यतिखेर आई वाज अन पिरियड अर समथिङ मलाई यति एलर्जी भयो धुलोले यति एलर्जी भयो आई ह्याड लाइक डस्ट अल ओभर माई फेस मैले कालो कलरको वर्क लुगा लगाएको थिएँ यस्तो घाम लाग्ने कोठा थियो यस्तो जिउ पोलेर मलाई त के भइसकेको थियो है अनि त्यही पनि लाइक यति डेस्परेट भइसकेको थिएँ नि म कामको लागि अनि मैले आज्ञालाई टेक्स्ट गरेर आज्ञा जसरी भए पनि म हाउसकिपिङ गर्छु भनेर मैले आज्ञालाई अनि हामीहरू त्यो एउटा खोइ के इन्स्टिट्युट टाइपको थियो त्यहाँ गएर ट्रेनिङको फर्म भरेर आज्ञाले चाहिँ गर्यो म भनिदिइहाल्छु नेक्स्ट म गर्दै नगर्ने एकदम लास्ट अप्सन आएको चाहिँ हाउसकिपिङ थियो तर मेरो स्कुलको त्यो कलेज ब्रेक थियो अनि डेस्परेट भइयो क्या कामको लागि त्यो तर मैले चाहिँ हामीले कस्तो गरेँ भने उसले चाहिँ गर्दै गरेन मैले चाहिँ त्यो ट्रेनिङ लिएँ 4 दिनको ट्रेनिङ हुन्छ क्या त्यो चाहिँ पेड ट्रेनिङ हुन्छ त्यसमा चाहिँ के गर्नुपर्छ भने काम गर्नु पर्दैन क्या एक दिन सेकेन्ड डे र फर्स्ट डे चाहिँ हेर्ने हो सिकाउँछ यस्तो गर्ने हो यो फर्मेट यसो पट्याउने त्यो मजा आएको थियो 2 दिन त अब 2 दिन पछि त 4 जना एउटा रुममा मिलायो भने छोडिदिन्छ नि त ट्रेनिङ गर्ने मान्छेहरू त्यसमा म टोइलेट कहिले जान्छ त टोइलेटको हेर्दै म खालि घाट मात्रै मिलाउँथेँ घाट मात्रै मिलाउँथेँ कि अरू पनि कति रिस उठ्थ्यो उनीहरूलाई तर अब उनीहरू त सिधै उनीहरू त बाल्टिङ लिएर छिर्थ्यो अब म पनि म किन जाम किन भन्नु होइन अभियसली अनि त्यसमा त एकदम गर्नु मन थिएन खालि अब पैसा कमाइन्छ ठिकै छ 4 दिनको पे रेट राम्रो हुन्छ एकदमै पे रेट राम्रो अनि हाउसकिपिङमा चाहिँ धेरै जस्तो काटेँ मैले हाउसकिपिङमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि अरू कामको आवरली हुन्छ हाउसकिपिङको चाहिँ पर रुम हुन्छ क्या सो तिमीलाई दिनको 7वटा रुम असाइन गर्यो रे फर इक्जाम्पल तिमीले त्यो 7वटा रुम 2 घन्टामा सकायो भने तिमीलाई त्यो 7वटा तिम्रो पर रुम चाहिँ यति डलर भन्ने हुन्छ अनि तिमीले त्यो 7वटा रुम 2 घन्टामा सकायो भने तिम्रो त्यो 7वटा रुमको पैसा आउँछ 7 घन्टा जसरी क्या 7 घन्टा जसरी तर 7 घन्टा चाहिँ तिमीले काम गर्नु पर्दैन सो इट डिपेन्ड्स अन हाउ फास्ट यु वर्क अनि तिमीलाई हाउ एक्सपिरियन्स यु आर तर मलाई चाहिँ हाम्रो चाहिँ कप अफ टी थिएन त्यो कप अफ कोक थिएन त्यो कप अफ कोक मलाई नि हाल्दै भन्थ्यो होला त्यसपछि एनिवेज अनि म त यति डेस्परेट थिएँ मैले आज्ञा मलाई जसरी भए पनि लगाउनु भनेर भनेको थिएँ आज्ञामा गयौँ कोइन्सिडेन्टली मेरो चाहिँ के भयो भन्दाखेरि मेरो मामु बाबा चाहिँ जापानमा अनि मेरो मामुको एकदम जापानदेखि नै मिल्ने साथीको छोरा अस्ट्रेलिया हाम्रो अनि उहाँले काम अनि हाम्रो चाहिँ कस्तो छ भन्दाखेरि हाम्रो चाहिँ ओनर सेम छ तर ओनरको 3टा डिफ्रेन्ट चेन अफ बिजनेस छ क्या लाइक 3टा डिफ्रेन्ट डिपार्टमेन्ट होइन 3टा डिफ्रेन्ट रेस्टुरेन्ट टाइपको छ क्या अनि त्यो दाइ चाहिँ एउटा रेस्टुरेन्ट एमा काम गर्नुहुन्थ्यो त्यो दाइले चाहिँ मलाई काम लगाइदिनु भएको रेस्टुरेन्ट बीमा क्या त्यस्तो टाइपको थियो अनि मलाई जुन दिन के भन्छ अरे जुन दिन हाम्रो ट्रेनिङ थियो मन्डे मलाई याद छ मन्डे ट्रेनिङ थियो मलाई त्यो दाइले चाहिँ स्याटरडे सन्डे बहिनी के भन्छ अरे 9:30देखि ट्रायल छ ट्रायलमा भोलि जाऊ ल यो म्यानेजरको नाम मैले पठाएको भनेर भन्दै है भनेर भन्नुभएको थियो मैले आगे लास्ट मिनटमा मेरो ट्रायल छ भनेर भनेको थिएँ बिकज द्याट वाज द लिस्ट वर्क द्याट आई वान्टेड टु डु बट आई वाज सो डेस्परेट अनि त्यसपछि म चाहिँ फेरि उसले भनेको भएर अनि म पनि आर्ट गरेको कि आर्ट गरेको है त्यसमा चाहिँ आम सो सरी ट्रुली एपोलोजाइज तर ठिक छ 4 दिनको फ्रीमा पैसा आयो मलाई त के अनि त्यसपछि म गएँ ट्रायल थियो म मेरो सिभी बोकेर ठुमुक गर्दै गएँ अनि त्यसपछि जस्तो चाहिँ सबै नेपालीहरू थिएन त्यतिखेर जम्मा 2 जना दिदीहरू हुनुहुन्थ्यो अनि त्यसपछि म गएँ अनि त्यसपछि इङ्ग्लिसमा बोले आइम हियर फर अ ट्रायल भनेर अनि त्यसपछि अनि हु सेन्ड यु भनेर भन्यो कि मलाई नेपाली होइन अर्कै उसले अनि त्यसपछि मैले मेरो म्यानेजरको नाम लिएँ अनि त्यसपछि तर कसको थ्रुबाट भनेर पनि अनि त्यसपछि नेपाली दिदीहरू हुनुहुन्थ्यो उहाँहरूले बोलाउनु भयो भित्र
ओ माई गड अहिले चाहिँ मेरो कामको क्लोजिङ खासै गाह्रो छैन किनभने क्लिनरहरूले आएर गर्छन् पहिला चाहिँ मेरो काममा कस्तो थियो भन्दाखेरि सबै केटीहरूले गर्नुपर्ने क्या फ्रन्ट अफ द हाउसमा चाहिँ सब केटीहरू अब नयाँ केटी भनेपछि अनि हाम्रो चाहिँ आधा इन्डोनेसियन छन् क्या अनि कस्तो हेप्दिने क्या ओ माई गड मैले त्यो अब कस्तो हुन्छ भन्दाखेरि यहाँ चाहिँ त्यो तातो खानेकुरा राख्ने डिस्प्ले हुन्छ नि हामीहरू वेस्टफिल्डहरूमा जाँदाखेरि त्यो डिस्प्लेमा त्यो सिसा हुन्छ नि त्यो सिसा सबै पुस्नुपर्छ क्या त्यो मलाई सबै एक्लैले पुस्न मेरो यति धेरै हात पोल्यो त्यो माथि त त्यो यसो त्यो लाइट जस्तो हुन्छ क्या अनि मलाई त सबै एक्लै गर्न लगाएको है म पुरानोमा हुँदाखेरि त अब काम पनि नआउने अनि त्यसपछि काम पनि नआउने अनि कस्तो हेप्थेँ म त है भजन सुनेर जान्थेँ लिटरली नै भजन सुनेर जान्थेँ म अनि काम सघाउँदाखेरि त मलाई त पुरै त्यो हुन्छ नि जङ्गलले आई थिङ्क मेरो काममा धेरै मान्छेहरू टिक्दैनन् क्या मेरो कतिजना केटीहरू आइसक्यो टिक्दैनन् किनभने काम गाह्रो छ क्या हाम्रो एकदम गाह्रो छ क्या बिजी आगेले देखेको छ मेरो ठाउँमा म काम गर्ने ठाउँमा आगे आएको थियो होइन त्यो अब त्यो अपारै बिजी क्या त्यो अब कति बिजी मान्छेले पिक टाइममा आएको थिएँ आगे इस्टरको दिनमा सन्डेको दिनमा 12 बजे आएको थियो होइन अब के कुरा गर्नु त्यो दिन आएर खाना पनि पाउँदिन्थ्यो होला मेरो साथी थियो अनि त्यसपछि एनिवे सरी गाइस अलिकति तिमीलाई पनि काटेँ मैले म चाहिँ अलिकति चिप्लिसकेँ किनभने रातिको 12:30 बजी आएको क्या मलाई निन्द्रा पनि लागेर अब अलिअलि अनि त्यसपछि एनिवेज त्यो भयो अनि तर अब अनि हाम्रो ठाउँ सऱ्यौँ हामी अहिले नयाँ ठाउँमा काम गरिरहेको छु अनि त्यसपछि त्यहाँ चाहिँ अब मलाई सबै थोकाउँछ म अलराउन्डर भइसक्यो ट्रेन अब कति महिना पनि भयो अनि मैले चाहिँ ठ्याक्क म जतिखेर पनि पिक रस आवरमा मैले ट्रेनिङ गरेको हो क्या हाम्रो क्रिसमसको 1 हप्ता अगाडि म काममा आएँ क्रिसमसमा मेरो त्यतिखेर मेरो कलेज छुट्टी थियो 2 महिना डिसेम्बरको लास्टदेखि जनवरी फुल छुट्टी अनि फेब्रुअरीदेखि त्यो कलेज स्टार्ट थियो मैले 2 दिन नसुतिकन काम गरेको क्या क्रिसमसको बेलामा हाम्रो 48 हाम्रो 2 दिन पुरै खुल्ला हुन्छ क्या म्याराथन टाइपको बिहान 3 बजेदेखि पसल खुल्ला हुन्छ अर्को दिनको बेलुकाको 5 बजीसम्म क्या भनेपछि 48 आवर्स अनि मैले त पुरै काम गरेँ अनि त्यसमा चाहिँ के भयो भन्दाखेरि सबै कुरा सिकियो क्या त्यो मेन चाहिनुपर्ने कुरा चाहिँ अनि अरू कुरा बिस्तारै विथ टाइम सिकियो आफूले सिक्न पनि खोज्नु पर्यो अब अहिले मलाई कफी पनि बनाउन आउँछ सुशी पनि बनाउन आउँछ मलाई सब थोक आउँछ माछा नि काट्न आउँछ म भनिदिन्छु माछा नि काट्न आउँछ मलाई सब आउँछ मलाई अहिले भनिदिन्छु भन्दै उसको काम गेस गर्नु होला अनि त्यसपछि मलाई कफी पनि बनाउन आउँछ है फर्स्टमा आइसाको मम्मीले कमेन्ट गर्नुहुन्छ मामले कमेन्ट गरेर के गर्ने हो र अनि त्यसपछि त्यही हो मेरो चाहिँ कामको हो मैले धेरै कुरा सिकेँ काममा सर्भिस सिकेँ कस्टमरसँग कसरी ह्यान्डल गर्ने सिकेँ पैसा चलाउन सिकेँ त्यो चेन्ज गरेर दिन सुशी बनाउन सिकेँ कफी बनाउन सिकेँ पेसेन्स चाहिँ छैन मसँग किनभने म एकदम रसमा काम गर्छु त्यही भएर आई थिङ्क मसँग पेसेन्स चाहिँ खासै मेरो हराउँदै छ जस्तो लाग्छ मलाई अनि म अलिकति पहिला नाइ भन्न नसक्ने मान्छे हो आगेलाई पनि थाहा छ त्यो कुरा म हत्तपतिमा नाइ भन्न सक्दिनँ म खासै नाइ तर अहिले चाहिँ मैले नाइ भन्न सिकेको चाहिँ मुख्यमा नाइ काममा मात्रै होइन त्यो सिक्नुपर्छ त्यति हो मेरो चाहिँ धेरै बोल्यो ल तिमी बोल मेरो चाहिँ सुरु गरौँ मेरो चाहिँ एकदम काम भनेको एकदम रोलर कोस्टर जस्तै भएको छ त्यही रेट देखिरहेको छु क्या त्यहाँनिर न अघि पनि त्यस्तै भएको थियो अनि मैले फर्स्ट काम मैले गरेको भनेको चाहिँ बेकर्स डिलाइट्समा हो अनि त्यसपछि त्यहाँ पनि रिफरेन्स यहाँ हेर्नु गाइस जे पनि आफै गर्छु भनेर हुँदैन लाइक ठुलोदेखि ठुलो कम्पनी किन नहोस् सानोदेखि सोध्छ भने के काममा कसको रिफरेन्सबाट आएको अनि त्यही अनुसार उ गर्छ रिफरेन्स स्ट्रङ छ भने तिमीलाई काममा जे इङ्ग्लिस पनि बोल्न आओस् कामभित्र इनो म जति नै इङ्ग्लिस बोल्न आओस् जति नै पुरै ओ माई गड पुरै त्यो म यति छु पुरै डेस्पो केही हुन्न लाइक जति आए पनि एक्सपिरियन्स भए पनि केही हुन्न त्यस्तो गाह्रो हुन्छ अनि त्यही हो डिफरेन्स एकदम इम्पोर्टेन्ट छ त्यही भएर दाइ दिदी हजुर नमस्ते गर्दै भए पनि एकदम कामको लागि चाहिँ बनाउनु पर्छ मान्छे है त्यो पनि यही आएर सिक्नुहुन्छ तपाईँले अनि त्यसपछि के अरे मैले बेकर्स डिलाइट्समा काम गरेँ त्यहाँनिर मैले लोफहरू ब्रेडहरूको बारेमा है सो त्यहाँ चाहिँ काममा त मलाई रमाइलो लाग्थ्यो अनि भर्खर फर्स्ट टाइम न्यू काममा कस्तो हुन्छ चुम अनि त राम्रो काम पाएको अनि कस्टमर सर्भिस ल सुरुमा त हात काम्ने रातो हुने कस्टमरले केही सोध्यो भने डराउने जस्तो गर्थ्यो थाहा हुँदैन नि त के गर्ने भने त्यही भएर मलाई ट्रेनिङको 5 दिन भएको थियो कि दिदीले अनि सबै राम्रो भएको थियो त्यहाँ काम सिफ्ट पनि राम्रो हुँदै थियो त्यही रसकै बेलामा थियो अनि
त्यसपछि राम्रो भयो त। तर म बस्ने मिन्टो काम थियो प्यारामाटा बानेस होइन दुईटा ट्रेन चाहिँ धुलिखेलबाट धुलिखेल भन्न जाऊ उता सातो बाटो साइडबाट उता चाबेल गएको जस्तै हो होइन जाम मात्रै पुरै जाममा परेर त्यही त गाडी चेन्ज गर्नुपर्ने बानेश्वरमा त्यस्तो त्यस्तो अनि त्यसपछि अनि एक त राति एक दिन चाहिँ मेरो क्लोजिङ थियो होइन अनि त्यो दिन चाहिँ क्लोजिङ थियो त्यो दिन चाहिँ मेरो क्लोजिङ थियो त्यहाँदेखि तिमी यहाँ सुन्दैन फोन मेरो म्युट छैन नि सरी क्लोजिङ थियो अनि क्लोजिङको दिन चाहिँ मेरो 9 बजे काम सकिएको थियो अनि मलभित्र थियो नि त अनि मल त अस्ट्रेलियाको मल चाहिँ 4 बजे 5 बजे बन्द हुने हो क्या लाइक सबै झ्याप्झुक्यो क्लोज सक्यो केमार्ट र उलिस मात्रै खुल्छ 10 ग्रोसरी स्टोर र केमार्ट भन्ने स्टोर छ त्यो मात्रै खुल्छ अनि बन्द भयो अनि बाटो पनि मेन जुन बाटो ओर्लिनु एकदम प्यारबाट यत्रो ठुलो मल एकदमै म गएको सेकेन्ड डेमा चक्कु लिएर एउटा मान्छे कुदेर पुलिसले घेरेर उ गरे हो के लाइभ टेलिकास्ट दिएको के त्यतिखेर न्युजमै आएको थियो अनि त्यस्तो भएको अनि त्यसपछि अब 10 बजे 9 बजे अब जानु पर्यो त्यसमा त ट्रेन स्टेसनमै 30 मिनट्स कति वेटिङ देखाएको थियो अनि त्यसपछि अब जाडो त्यति बेला पनि पिक जाडो त्यस्तै अहिलेको बेला जस्तै थियो अनि त्यसपछि स्टेसनबाट निस्किने बाटो गल्लीको बाटो जानुपर्ने रहेछ डरले फेरि म फेरि त्यस्तै डर पुग्छु है अनि त्यस्तै डर पुग्छु डरले यहाँ मुटु नै निस्किन आँटिसक्यो अब म जिन्दगी यो काम गर्दिनँ दिला भोलि नै म अब यो काम गर्दिनँ भन्छु भगवान् मलाई घर पुऱ्याइदिनु जस्तो भएर म त्यस्तो भन्दै ट्रेन स्टेसनमा पनि कोही छैन सुनसान डरले चुपचाप बसेको छु जब यहाँ हल्ला हल्ला हुन्छ कि 10 बजे 11 बजीसम्म मान्छेहरू देखिरहेको हुन्छ त्यो दिन खै के हो है मान्छे सान्छे कोही थिएन उता जाने उ भएर पनि होला ट्रेन चेन्ज गरेर बल्ल तल फेरि कस्तो ठाउँमा उ थियो भने नि घर त मेरो साइडको भने नि राम्रो थियो घर त्यस्तो तर बस चेन्ज गरेर जानु पर्थ्यो कि लाइक हिँड्दै गयो भने पनि पुगिन्थ्यो 20 कस्तो भन्दाखेरि रेजिडेन्सियल एरियामा थियो कि अनि बसै चाहिन्थ्यो जे भए पनि अनि फेरि 10 बजेपछि बस पनि नचल्ने 9-10 बजेपछि त्यस्तो बिजोग भएको थियो त्यो छोड्दै मिया नभन्नु भने त्यो कुरा है म तिमीलाई पछि भन्छु त्यस्तो गरेर म घर पुगेको थिएँ सायद अङ्कल लिन आउनु भएको थियो कि फोन गरेर के भएको थियो कि म उबर गरेर गएको सायद उबर गरेर गएको थिएँ मलाई त राति उबर चलाउनु कस्तो डर लाग्छ भनेको जस्तो कि होस् मतलब मान्छेदेखि डर लाग्छ भनेको यो अँध्यारो हुँदै भन्दा नि मान्छेदेखि केही हुँदैन रहेछ तर पनि मलाई चाहिँ डर लाग्छ त्यो भयो त्यसपछि मैले काम गर्दिनँ भने सबै भयो अनि एउटा दिदीको रिफरेन्सले मलाई मिन्टो मलमा एउटा ग्रोसरी स्टोरमा काम लगाइदिनु खासै राम्रो लाइक एकदम ब्लेस्ड छु त्यहाँ मैले काम गरेर धेरै कुरा सिकेँ अनि त्यहाँ गएर नै मेरो अपोजिट डोरहरू खुल्या हो खासमा होइन तर म्यानेजर चाहिँ त्यति राम्रो थिएन म्यानेजरले हेर्दैन यो भिडियो तर नेपाली बुझ्छ नि मेरो म्यानेजरले विदेशी म्यानेजर त नेपाली अनि त्यसपछि खासै राम्रो थिएन टु बी अनेस्ट अनि एकदम डराइ काम गर्थेँ म एकदमै डराएर एकदमै काम छोड्ने जस्तो कुरा गराएको थिएँ तर मलाई आँट आएन भन्नलाई गाली गर्छ कि भनेर अनि तर आफै सिचुएसन कस्तो आयो भने त्यो स्टोरै बन्द भयो तर त्यो स्टोरसँग काम गरेको सँगै मैले रेस्टुरेन्टमा नै काम गर्थेँ त्यहाँ चाहिँ मलाई मजा आउँथ्यो काम गर्ने किनभने कन्टेन्ट क्रिएसन भयो भिडियोहरू बनाउँथ्यौँ हामी होइन अनि अब मोमो ऱ्याप गर्न सिकेँ अनि खानेकुराहरूको आइटमहरू यताउति भयो रस रमाइलो त्यस्तो घरबाट एक त रोड क्रस गर्ने बित्तिकै के पारी मेरो रेस्टुरेन्ट अनि त्यो पनि फेरि लाइक म अस्ट्रेलिया गएको मे 22मा नेपालबाट गएको 21 हो कि 20मा ओपनिङ थियो कि त्यो रेस्टुरेन्टको अनि त्यही 3-4 महिना चल्यो तर त्यो रेस्टुरेन्ट पनि बन्द भयो त्यो रेस्टुरेन्ट मसँग अलिकति स्क्याम भएको तर त्यो कुरा पछि भन्नु होला त्यही भएर भनेको नेपालीको ऊ हुन्छ त्यो भिडियो चाहिँ हेर्न सक्छ फेरि यहाँको म्यानेजर तर इट्स ओके म केही भन्दिनँ भएको कुरा हो होइन नभएको कुरा भयो नि भन्नु होइन अनि त्यसपछि मैले अहिले भर्खरै ग्रोसरी स्टोरमा काम गरेँ ठुलो हो त्यो चाहिँ एकदमै राम्रो खालको टक्कर दिने खालको अनि सिफ्ट राम्रो पाएँ त्यसपछि मैले त्यही काम गर्दा गर्दै मेरो साथीहरूको मेलबर्न जाने कुरा भयो फेरि कोइन्सिडेन्ट हाम्रो कस्तो छ भने दुबईको सानीमाहरू बाहिर मुभ सिडनी छोडेर जान लाग्नु भएको हो कि अब राम्रो उसको लागि अब हुन्छ नि पिआर भइसकेको मान्छे अलिकति मजा आनन्दले लाइक कुल ठाउँ जस्तो मन लाग्छ नि त सिडनी चाहिँ फास्ट पेस छ एकदम फास्ट पेस छ क्राउडेड छ एक्सपेन्सिभ भन्छ एकदम फास्ट पेस छ क्या अब पिआर भइसकेपछि यु वान सेटल डाउन अब सेटल डाउन हुँदाखेरि चाहिँ अलिकति मेलो खालको ठाउँ खोजिन्छ क्या
त्यो अनि मेलबर्न उसको फेरि कस्तो भन्दाखेरि ठ्याक्क उसको आन्टी पनि मेलबर्न सर्नुभयो ठ्याक्क मेरो आन्टी पनि ब्रिस्बेन सर्नु भयो क्या अनि हामी ठ्याक्क मुभिङ टुगेदर भयौँ वा वाट यो चाहिँ एकदम बिग कोइन्सिडेन्स हाम्रो जहिले पनि लाइफमा यस्तै हुन्छ एकदमै एकदम खै के हो के भएको थाहा छैन तर यस्तो भइरहन्छ जे एकदम थ्याङ्कफुल छु कि आएछ छ किन म अरू मेरो खासै एकदम क्लोज साथी मेरो धेरै कोही साथी नेपालमा सबैजना केटी साथीहरू अनि मेरो त लाइफमै मेरो धेरै म क्लोज कोहीसँग मेरो साथी त्यति इजिली बन्दैन मेरो टु बी अनेस्ट अनि छुच्चीको आफ्नो ठाउँमा चाहिँ म जे हो त्यही भनिदिन्छु अब कतिलाई त्यो कुरा मनपर्छ कोही कोहीलाई मन पर्दैन त्यति आफ्नो ठाउँमा चाहिँ स्ट्रेट भन्नु कि अनि त्यसपछि त्यही हो पुरा स्टाइल पनि चिप्लेर बसेको छु कि अब त्यो कसरी देखाएको ओके कहाँ पुगेको अनि त्यो ग्रोसरीमा काम गरेको थियो एकदम एभ्रिथिङ इज ओके सिफ्ट पनि राम्रो छ पे पनि राम्रो छ सबै राम्रो छ टच सुट राम्रो थियो भनौँ न अनि त्यसपछि मैले अहिले तत्काल म केमा काम गर्छु तत्काल नर्सिङ असिस्टेन्ट म नर्सिङ असिस्टेन्ट भएर काम गर्दैछु गाइज एभ्रिथिङ इज पोसिबल ठ्याक्कै 1 इयर हुनु र मेरो इन्टरभ्यूमा जानु इन्टरभ्यू पास अनि सबै कुरा मेरो अहिले ब्यालेन्स भएको छ म पार्ट टाइम भएर काम गर्दैछु अनि मैले यो काम गर्नको लागि मैले धेरै महिना अनि तर मैले जे सोच्छु खोज्छु सबैको लाइफमा जे खोज्नुहुन्छ एकदम टाइम लाग्छ गिभ अप नगर्नु के बरु काम नगरिकन बस्नु मैले जसरी काम गर्न त गरेँ तर हप्ताको 2 दिन अब प्लेसमेन्ट गर्दाखेरि हेर्नु है गाइज कतै प्लेसमेन्ट गर्दाखेरि कसैको याद आयो अहिले छिटो भन्नु कसको हेर्नु है गाइज भयो टिकटकमा के अरे प्लेसमेन्ट गर्दाखेरि 6 हप्ताको 5 दिन प्लेसमेन्ट गर्नुपर्छ अनि अब स्याटरडे सन्डे मात्रै काम गर्नुपर्छ त्यसरी पनि काम गरी फी फेरि त्यस्तै महँगो फी हो कि मैले त्यो 3 महिनामा तिर्नुपर्ने होइन अनि त्यो ब्यालेन्स गरेर सानो मम्मी र सानो बाबा ठुल्बाटो के अरे अङ्कल आन्टी भएर त धेरै सजिलो हुन्छ त्यही भएर भनेको आफ्नो मान्छे हुनुहुन्छ भने आफ्नो मान्छेले धेरै हेल्प गर्नुहुन्छ यहाँनिर आफ्नै फेरि आफ्नै पुरै आफ्नो मान्छे हो कि भन न अरू थर्ड पर्सन होइन आफ्नै मान्छे भयो भने म एकदम थ्याङ्कफुल छु अनि एकदम इन्भाइरोमेन्ट पनि भाइ बहिनी भएर एकदम ह्याप्पी हुने भाइ बहिनी खेलाउने फ्री टाइममा अनि एकदम आमा बुवा भएर घर मामाहरूको आमा बुवा भएर पनि एकदमै आनन्द भएको थियो मलाई खानेकुरा टाइम अहिले हाम्रो कति कुरा ब्यालेन्स सुरसुरमा आएछ म ऊ हुँदा त सुरसुमा त हाम्रो एकदम अहिले पनि स्टिल हामी कति मामहरू त बनाइ खान्छौँ अहिले हाम्रो खानामा चाहिँ ब्यालेन्सै हुन्छ गर्न खोजिरहेको हुन्छौँ किनभने ट्राई गर्छ जानी एकअर्काको अफ सँगै लिएको छैन क्या किनभने मेरो अफ भएको बेलामा म खाना बनाएर आउँछु 2-3 दिनमा पुग्ने अनि ठ्याक्कै आज्ञाको अफ हुन्छ आज्ञाले 2-3 दिनमा पुग्ने हाम्रो सँगसँगै हुँदैन क्या छुट्टै कस्तो हुन्छ नि मेरो अब सपोज कहिले काहीँ मेरो मन्डे कलेज हुन्छ अनि मन्डे कलेजपछि म फ्री हुन्छु कि अनि त्यसपछि म खाना बनाउन सक्छु अनि आइसाको अनि आज्ञाले मन्डे ट्युसडे वेडनेसडेको लागि खाना बनाउँछु मेरो थर्सडे काम हुन्छ म थर्सडे फ्राइडे स्याटरडेको लागि खाना बनाउँछु आज सन्डे हो कि सन्डे हामी अनि तर जे होस् माम खाइरहन्छौँ टिफिन हालिरहेको हुन्छौँ अब माम बसाउन त यसो गर्छ कति दिन पनि लाग्दैन काठमाडौँ खानु त तरकारीहरू मेन कुरा त्यो हामीले बनाएर राखेको हुन्छौँ अचार बनाएर राखेको हुन्छौँ अनि अहिले हामी बसेको घरको दिदाइ पनि राम्रो हुनुहुन्छ एकदमै अनि त्यही भएर पनि सजिलो भएको छ हामीलाई किनभने लाइक यस्तो कुरा पनि हो कि हामीलाई केही थाहा छैन हामी अस्ट्रेलियाबाट आयौँ सरी है अलिकति हामी अस्ट्रेलिया आएपछि आन्टी अङ्कलसँग ढुक्कै बस्यौँ हामीलाई केही थाहा छैन इलेक्ट्रिसिटी बिल के हो वाटर बिल घरको रेन्ट के हो कसरी तिर्ने हो कसरी बन्ड लिएर के हो केही थाहा हुँदैन नि त अभियसली केही थाहा थिएन तर बिस्तारै अब सिकिँदैछ बुझिँदैछ यहीँ आएर सबै कुराको स्टार्टिङ हुन्छ गाइज सबै कुराको स्टार्टिङ हुन्छ अब त्यही हो त्यो कसरी लिने हो होइन कसरी गर्न सक्ने हो त्यो गर्ने हो अनि कसैले हार नमान्नु होला यहाँ आउँदाखेरि आइसकेपछि पनि कति कुरा हुन्छ नि गिभ अप गर्न मन लाग्छ काममा पाएर टेन्सन भएर है ला के गर्नु ला घरमा कसरी पैसा अनि अर्को कुरा यो चाहिँ सबैलाई भन्छु म मेरो मामलाई नि भन्छु विदेशमा काम नपाएर टेन्सन लिनुभन्दा काम भएर टेन्सन लिएको राम्रो है यो चाहिँ बिहान उठेर कहिले आइसाको काम हुँदाखेरि मेरो नहुँदा आइसा जान भन्दा यति रमाइलो लाग्छ अनि मेरो काम हुँदाखेरि हेर्छु म आइसा न सुते कि भन्दै है भोलि छिटो जान्छ मेरो ढिलो काम छ म ढिलो जान्छु त्यस्तै हुन्छ हाम्रो चाहिँ तर त्यसरी नै जे होस् अहिले त्यो कता अनि हाम्रो दिदी अलिक कडै हुनुहुन्छ अनि त्यही हो अरू के भन्ने हामी अरू त्यही हो अनि लास्टमा मैले हबी अनि अस्ट्रेलिया आएर चाहिँ कस्तो हुन्छ भन्दाखेरि एकदम फास्ट पेस हुन्छ नि त अनि मान्छेले आफ्नो हबिज चाहिँ बिर्सिन्छ क्या
होइन त्यो चाहिँ नबिर्सिनु म अघि भर्खरै नि आज्ञासँग कुरा गर्दै थिएँ म नेपालमा हुँदा म कति बुकहरू पढ्थेँ अनि त्यसपछि के भन्छ अरे म एकदम पेन्टिङको रहर है नेपालमा हुँदैदेखि म कति पेन्टिङ गर्थेँ म कति गर्थेँ त्यो बनाउँछ नि फ्लावर त के भन्छ त्यसलाई माङ्गा होइन के भन्छ फुलहरुको ठुल्ठुलो माङ्गा होइन एमबाटै आउँछ मन्दिरा मण्डला 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 त्यसो बनाउन खोज्ने अनि त्यसपछि मलाई कस्तो रहर लाग्थ्यो क्या मलाई अझै रहर लाग्छ म अस्ति न यो फ्राइडे मेरो अफ थियो म अफको दिन बेडमा पल्टेर म फोन चलाइरहेको थिएँ मलाई एकछिन रियलाइज भयो क्या लाइक यो टाइम त मैले त युटिलाइज गर्न मिल्छ नि त मसँग म टाइम छैन भन्छु म तर यो फोन चलाएर पनि मेरो खासै उन्नति प्रगति त केही भएन नि त म सुतेको भए छुट्टै कुरा हुन्थ्यो यो घट ल म सुतेको भए यो छुट्टै कुरा हुन्थ्यो तर म सुतेको पनि छुइनँ नि त अनि यसो रियलाइज भयो मैले सिनबाट लाइक मैले एउटा डिजिटल क्यामेरा मगाएँ क्या डिजिटल क्यामेरा मगाएको छु सो द्याट आई क्यान क्लिक पिक्चर्स अनि मैले चाहिँ के सोचेको छु भन्दाखेरि अब अहिले भने मैले चाहिँ के सोचेको छु भन्दाखेरि मैले पेन्ट गर्ने सामानहरू मगाएको छु कि कस्तो सामान भन्दाखेरि लाइक क्यारी टु लाइक यत्रो ठुलो प्यालेटहरू होइन क्या सानो सो द्याट म त्यो बोकेर हिँड्न मिलोस् टाइपको क्या अनि अब चाहिँ म एउटा टिकटक अकाउन्ट खोल्छु अनि त्यसपछि त्यहाँ मेरो आर्ट वर्कहरू अनि मैले त्यो खिचेको फोटोजहरू हाल्छु अनि लाइक म पोइम्सहरू पनि लेख्छु है गाइजहरू त्यो चाहिँ अलिअलि लेखिदिएर हुन्छु अनि त्यो लाएर हाल्छु भनेर सोचिरहेको छु अब त्यो भनेको त हबी हो नि त त्यो त मैले मेरो ह्याप्पिनेस टाइपको लाइक माइन्ड फ्रेस हुन्छ क्या मेन कुरा चाहिँ होइन किनभने यहाँ चाहिँ अलिक मोनोटोनस हुन्छ क्या मान्छेहरूको अफको बेलामा पनि फोन चलाउने कि त पार्टी जाने कि त यो गर्ने त्यो खासै त्यो होइन नि त अब आगेले पनि त अहिले युट्युब भिडियो बनाउन क्रिएटिभिटी हो नि त त्यो उसलाई माइन्ड फ्रेस बनाउनलाई हो नि त त्यही भएर आफ्नो हबिज चाहिँ गुमाउनु हुन्न जस्तो लाग्छ मलाई बिकज इट्स अ पार्ट अफ यर पर्सनालिटी एन्ड इफ यु डोन्ट ह्याभ अ पर्सनालिटी इट्स नट गुड बिकज द्याट इज वाट मेक्स यु ह्युमन द्याट इज वान एलिमेन्ट द्याट इज वान भेरी इम्पोर्टेन्ट एलिमेन्ट द्याट मेक्स यु ह्युमन आशा दिदीले यस्तो ज्ञान पनि दिइरहनुहुन्छ त्यही भएर आशा दिदीको नयाँ पेज खोल्न आँटेकोलाई पनि फलो गरिदिनु होला त्यहाँ तपाईँहरूले एकदम धेरै पोइमहरू देख्नुहुन्छ आशा दिदीको डिप एकदम राम्रो लेख्छ आशाले त्यो पनि राम्रो जस्तै म पनि त्यही भनेको आशाले मैले पनि नेपालदेखि मलाई बच्चैदेखि एकदम ब्लगिङ गर्न मनपर्ने म भ्याउँदिनँ नभ्याएर गर्नु छुट्टै कुरा तर भ्याएकोलाई म यसरी अब बनाउनु त ट्राई गर्छु नि एटलिस्ट ट्राई गर्छु म चाहिँ के भन्छु भन्दाखेरि एटलिस्ट ट्राई चाहिँ गर्ने माइन्ड फ्रेस हुन्छ क्या त्यो फोनहरू अफ हुन्छ बल्ल तल मरेर सुत्यो दिनभरि मोबाइल चलाउँदा आँखा दुख्छ टाउको दुख्छ एउटा पाटै नचल्ला जस्तो हुन्छ एउटैपट्टि पल्टेर हेर्दा फ्रेसै फिल हुँदैन झोक्रा अब हेरेर काम गर्दा चटचट मुख धोयो नुहायो ब्रस गर्यो लुगालाई एकदम एक्टिभ खायो 11 बजीसम्म उठ्छु बेडबाट उठ्या हुँदैन खाने कति बेला ब्रस गर्ने लुगा सुकाउनु भोलि लुगा उठाउनु पर्ने चाहिँ यार त्यस्तो हुन्छ हाम्रो चाहिँ टी सर्ट छ आइसाको त्यस्तो छ त्यस्तो हुन्छ कि गाइजले यस्तै हो आफ्नो अब चाहिँ कट गर्नु चाहिँ धेरै लामो आफ्नो के अरे क्रिएटिभिटीलाई नलुकाउनुलाई नडराउनुलाई उ गर्नको लागि होइन त्यति भन्दैमा आजको ब्लग अनि कमेन्ट गर्नु होला तपाईँलाई के क्वेसन सोध्नु मन छ एकदम क्युरियोसिटी मेरो कहिले बोले यस्तै हुन्छ अघि नै के अरे हिजो के भन्दा तिमीले तुना आइसा हेर त पनि आज तुना लिएर के को जुत्ताको तुना लिएर आइज के हो होइन के म चाहिँ अलिक अस्ट्रेलियामा अलिक फन्टुस भएको छु पुरै फन्टुस भएको छु एकदमै होइन अब जे पनि हाँसेर उडाइदिने थियो यति ठुल्ठुलोसँग बोलिरहेको छौँ यहाँ दाइ दिदीलाई डिस्टर्ब भइसक्यो होला त्यसको लागि भिडियो पनि हामी क्षमा माग्छौँ दाइ दिदीहरू 12 बज्छ तर सुत्नुपर्छ अब मैले त करे नै मजा आयो Okay guys, thank you for watching. के क्वेशनहरु छ भने थ्यांक्स फर वाचिङ गाइस भोलि अरे कमेन्ट गरिदिनु होला तपाईँलाई के क्वेशन सोध्नु मन छ भने अनि हामी अरू के नयाँ भिडियो बनाउन पनि सोधिदिनु होला आशा दिदीसँग के भिडियो हेर्न चाहनुहुन्छ त्यो पनि कमेन्ट गरिदिनु होला सो यति भन्दै आजको भिडियो यही टुङ्ग्याउँछौँ थ्यांक्स फर वाचिङ बाई बाई सी यू नेक्स्ट टाइम Thank you for watching. Please like, share and subscribe and don't forget to press the bell icon for upcoming videos.